आज चाहिँ म बिहान एमएच भनेर गएकी थिएँ र एमएच जानु र लाइनमा नबस्नु त्यो त कुरै हुन सक्दैन। सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो सानो एउटा भिडियोमा। र आज चाहिँ मैले धेरैभन्दा धेरै दिन पछाडि एउटा सानो भिडियो लिएर आएकी छु र यो चाहिँ मर्निङ टाइमको भिडियो हो। म चाहिँ मर्निङ मैले रेडी भएर जान आँटेकी थिएँ मेडिकल भनेर, र मेरो चाहिँ अलिकति काम थियो मेडिकलमा, त्यही लागि आज चाहिँ मैले मेडिकलको अलिकति भिडियो गर्छु भनेर गर्दैछु। र सबैजनालाई गुड मर्निङ। र यो चाहिँ मर्निङको भिडियो हो। अहिले चाहिँ हामीहरू त निस्कि पनि सकेका छौँ र धेरै टाढा चाहिँ छैन अब हामीको। र फाइनली अहिले म चाहिँ एमएच पनि पुगिसकेकी छु, हेर्न सक्नुहुन्छ। र अब एमएच त पुगे गाइस, र पुगे पछाडि त एकछिन लाइनमा त लाग्नै पर्यो होइन, मान्छेको कति भिडहरू त्यहाँ पछि चाहिँ यता म हजुरहरूलाई मन्दिर देखाउँदै थिएँ। यो चाहिँ एमएच भित्रको मन्दिर हो। मैले चाहिँ सबै भिडियोहरू लिन अब यहाँ चाहिँ भिडियोको एलाउटै छैन नि त, त्यही लागि मेरो हस्बेन्ड चाहिँ मलाई कराइराख्नु भयो त्यो भिडियो नगर भनेर। त्यही पनि मैले चाहिँ अलिअलि क्लिक लिएँ। अहिले चाहिँ हामी एमएचको कामहरू खत्तम गरेर क्यान्टिन आएका थियौँ र क्यान्टिनमा पनि मैले चाहिँ भिडियोहरू केही गरिनँ। अब त्यही लागि मैले क्यान्टिनको भिडियो पनि लिइनँ र मलाई चाहिँ अलिकति सामान चाहिएको थियो र मैले चाहिँ अलिअलि सामानहरू लिएर अहिले चाहिँ हामीहरू यता आइसक्रिमको मजा लिँदै थियौँ र हामीहरूको यता चाहिँ गाइस म चाहिँ फाइनली रुम पनि आइसकेँ र म चाहिँ क्यान्टिनबाट के ल्याए हजुरसँग सेयर गर्दैछु। हेर्नु होला, धेरै सामान चाहिँ ल्याइन, अब कम्ती ल्याएँ र धेरै सामान चाहिँ मलाई जरुरत पनि थिएन र त्यही बाटो गएर बसेको थिएँ। जब मेगी चाहिँ फेभरेट हो, त्यो देख्ने बित्तिकै मैले एउटा मात्रै ल्याएँ मेगी। त्यहाँपछि चाहिँ मैले लिएँ एउटा मेकरोनी नुडल्स, यो पनि एकदम टेस्टी हुन्छ, आफै बनाएर खानु त राम्रै हो बाहिर खानु होइन। यो एउटा लिएँ। त्यसको बादमा मैले यो टेस्टी चाना अब यो चाहिँ एकदम टेस्टी हुन्छ, यसको बदामको राम्रो छ। त्यहाँ पछाडि चाहिँ लिएँ मैले दुईवटा बिस्किट त्यहाँसँग खाना। त्यसको बादमा चाहिँ यता लिएँ मैले एउटा डभको सेम्पू, यो चाहिँ साइन गर्छु एकदम राम्रो हो यो चाहिँ, र यो चाहिँ डभको सेम्पू हो। त्यहाँपछि चाहिँ लिएँ मैले यो मामा फेस वास, को युज गर्नुहुन्छ गाइस यो। त्यहाँपछि चाहिँ लिएँ मैले व्हाइट टोन क्रिम, दुईवटा म चाहिँ व्हाइट टोन क्रिम युज गर्छु गाइस, यो चाहिँ एकदम राम्रो हुन्छ। त्यहाँपछि चाहिँ एउटा कलगेट लिएँ। त्यहाँपछि मेरो हस्बेन्डले चाहिँ लिनुभयो एउटा परफ्युम चाहिँ यो के को विल्ड स्टोन अरे खै के को मलाई थाहा छैन। अब मेरो हस्बेन्ड लिनुभयो, मेनको हो न गर्लको हो नि, मेनको होला सायद यो बडी लोसन। त्यहाँपछि चाहिँ मैले यो लिएँ लक्सको दुईवटा साबुन। त्यहाँपछि लिएँ मैले यो बर्तन धुने दुईवटा विम बार। त्यहाँपछि लिएँ मैले एउटा पन्ड्सको पाउडर, अब गर्मी दिन आयो नि त, यो जरुरी हो नि त होइन, र एउटा पाउडर लिएँ। त्यहाँपछि चाहिँ यो सर्फ 1 केजीको, र यो सबै सामानहरू चाहिँ मसँग थियो। अब त्यही पनि मैले कम्ती ल्याइहालेँ, गइहालेको थिएँ भनेर। र त्यहाँपछि चाहिँ लिएँ मैले एकचोटि चप्पल पनि, हेर्न सक्नुहुन्छ कस्तो लाग्दो रहेछ चप्पल गाइस। राति चाहिँ राम्रो लाग्दो रहेछ यो चप्पल, अहिले चाहिँ यति राम्रो लाग्दैन अब। सो यति नै हो मेरो चाहिँ हो सामानहरू, हेर्न सक्नुहुन्छ सामान चाहिँ यति नै हो। सो हुन्छ त गाइस, आजको लागि चाहिँ यति नै, भेट्नेछु नेक्स्ट भिडियोमा, बाई बाई।